सो हेलो एन्ड नमस्ते एभ्रिवान। सो आज चाहिँ हामी जाँदैछ ड्युटीबाट सिधै निस्केर रानीपुल कविको केस हेयर कटको लागि गएको हो। सो बिमा र म चाहिँ स्कुटीमा जाँदैछ, मेरो स्कुटीमा। कवि चाहिँ पछाडि आउँदैछ, ऊ चाहिँ रुम गएर आउँछ अरे नि त, अलिक फ्रेस भएर हो। सो यहाँ चाहिँ बिमा र म यसलाई चाहिँ सरम लाग्यो कि यहाँनिर यस्तो स्पिड कुदाएर डर लाग्छ। उसको माइ लाइफ सँग बात मार्दैछ हो। यहाँ चाहिँ यसले मेरो स्लोमो भिडियो बनाइदिएको केस उडाउँदै गरेको हो। अन्त कवि चाहिँ आएको छैन, पछाडि आउँदैछ। हामी चाहिँ यहाँ पुलमा बसेर एकछिन फोटो खिचौँ भनेर बिम्बाले भनेर। सो यहाँ चाहिँ कवि आइपुग्यो। यो चाहिँ हो हाम्रो एलेक्स पार्लर, पेट्रोल पम्पदेखि अलिकति उता। अब हामी भित्र पस्दैछौँ। यो पार्लर चाहिँ यता टिभीएसको अपोजिटमा छ एलेक्स पार्लर। मैले पनि गरेको हो। सो कविले देखाउँदैछ यहाँनिर उसको रियल केस। फर्स्टको चाहिँ यस्तो थियो हो, त्यहाँबाट उसलाई केस उयो गर्नु लगाएर बिम्बा र म चाहिँ चिया खानु गयो हो। उतापट्टि अरे राम्रो देखिन्छ। यहाँ हाम्रो अङ्मु ज्यूले लगाएको। यिनीहरूले के पनि छोडेन। यहाँ चाहिँ बियरको एडभर्टाइज गरिदिएको नि, यो चाहिँ हाम्रो होइन, खानुको लागि फोटो खिच्दै बसेको। कविलाई पुरा गरम भएर चाहिँ हो। यहाँनिर रियाक्सन हेर्नुहोस्। यहाँ म चाहिँ के खोजेको मलाई याद छैन यति बेला चाहिँ हो। सो अब चाहिँ उसलाई राम्ररी बनाउने बेला आएको छ। उसको फर्स्टको लुक चाहिँ अलिक उयो थियो होइन, अहिले आएर त्यस्तो तपाईँहरूलाई पनि कम्फर्टेबल आउनु सक्नुहुनेछ हो। एकदम रिजनेबल पनि रहेछ हो। मेरो कपाल चाहिँ पुरा छिटो र कपाल पुरा हाँगा बनाएको हुँदैन, त्यो हाँगाहरू सबै गइन्छ हो। अन्त मलाई चाहिँ मन पर्यो है, मलाई पर्सनल चाहिँ मन पर्यो। फेरि हेलो बाई बाई भइहाल्यो अब चाहिँ। बाई बाई, थ्याङ्क यू सो मच। मेरो भिडियोलाई लाइक